नमस्ते सम्पूर्णमा हजुरहरूलाई द फार्मिङ नेपालमा स्वागत छ। हाँस पाल्ने कृषकहरूको लागि निकै नै महत्त्वपूर्ण हुन सक्छ। यो भिडियो हाम्रो एकजना सब्सक्राइबर साथीले सुनसरीबाट पठाउनु भएको हो। यो भिडियोमा तपाईहरूले हिँडेको भएको यो अहिलेको समस्या वायर नेकिङ अर्थात् घाँटी मोडिनु समस्या हो। यो खास गरी हाँसमा 1 हप्तादेखि 2 हप्ताको बच्चामा धेरै मात्रामा देखिने गरेको हुन्छ। यसको 3-4 वटा कारणहरू हुन सक्छ। पहिलो कारण हामीले हेर्ने हो भने हाम्रो फार्म सफा छ कि छैन। यदि फार्म फोहोर छ, पानी छ र पानी भइसकेपछि त्यहाँ ब्याक्टेरिया हुन्छ र ब्याक्टेरिया जीव जब छिर्छ तिनीहरूलाई त्यसले समस्या पार्छ। ब्याक्टेरियाको कारणले पनि हुन सक्छ। अर्को भनेपछि टाउकोमा चोटपटक लागेको खण्डमा पनि हुन सक्छ। र तेस्रो भनेपछि दानामा ब्यालेन्स दाना छैन भने, भिटामिन मिनरल्सहरू सबै मिलिएको छैन भने त्यसको कारणले पनि हुन सक्छ। र अर्को चौथो कारण भनेपछि ब्याक्टेरियल इन्फेक्सनले गर्दा कहिलेकाहीँ हाम्रो हाँसको चल्लाहरूमा डायरियाको समस्या देखिन्छ। र त्यो समस्या हामीले कसरी छुट्याउने भनेपछि त्यसको पछाडिमा पखाला गर्ने ठाउँमा भिजिएको हुन्छ। त्यस्तो छ भने त्यसलाई तुरुन्तै त्यसको समाधान गर्नुपर्ने हुन्छ। त्यसको लागि लोपिराडिमाइड भएका ट्याब्लेट कुनै पनि चलाए हुन्छ। त्यसको ब्रान्ड नेम फरक आए पनि मान्छेले प्रयोग गर्ने औषधि नै हो। लोपिराडिमाइड भएका ट्याब्लेट कुनै पनि चलाए हुन्छ। ब्रान्ड नेम फरक भए पनि केही फरक पर्दैन। र त्यस्तोलाई तुरुन्तै कन्ट्रोल गरिएन भने हाम्रो फार्म शाखा पनि हुन सक्ने चान्स धेरै हुन्छ। र अहिलेको यो समस्या त्यो कारणले पनि निम्तिन सक्छ। किनकि एउटाले दिसा पिसाब गरिसकेपछि सानोमा एक अर्काको दिसा पिसाब खाइदिन्छ र त्यति बेला कसैलाई डायरिया भएको छ भने सबै फार्मभरि डायरिया फैलिन्छ र हाम्रो फार्मै नष्ट हुन सक्छ। र यसको पहिलो समाधान हामीले पहिले सतर्क हुनुपर्छ। हाम्रो फार्म सफा हुनुपर्छ र सफा भन्दा पनि त्यहाँ पानी हुनु भएन, पानी हिलो हुनु भएन फार्ममा भित्रमा। र कहिलेकाहीँ हामीले चुना छर्किदिनुपर्छ। चुनाले त्यहाँ भएको ब्याक्टेरियाहरू यदि इनकेस फार्महरू गनाएको छ भने पनि चुना हालिसकेपछि त्यहाँ एकदम सफा क्लिन हुन्छ, थोरै पनि बास्ना आउँदैन। र अब हामी मेडिसिनतर्फ गयो भने यसको 3-4 वटा मेडिसिन हुन्छ। एकदम मजाले ट्रिट हुन्छ, एकदम मजाले सबै यस्तो वायर नेकिङको समस्याहरू सक्छ। त्यसको लागि हामीले फर्स्ट भिटामिन ई र सिलिनियम भएको कुनै पनि ब्रान्डको मेडिसिन चलाउनुपर्छ। यो समस्या मेन भिटामिन ई र सिलिनियमको कारणले भएको हुन्छ। र त्यस पश्चात हामीले भिमरल पनि त्यो सँगै एड गरेर दिए हुन्छ। र अर्को थर्ड भनेपछि इलेक्ट्रोलाइट जीवनजल हरेक पानीमा मिसाएर दिनुपर्छ। यति भइसकेपछि लगभग हाम्रो यो वायर नेकिङको समस्या जान्छ। यतिमा पनि गएन भने हामीलाई फेरि सम्पर्क गर्नु होला। हामी निःशुल्क सबैलाई, हाम्रो सब्सक्राइबर जति हुनुहुन्छ, जतिजना हाम्रो भिडियो हेर्नुहुन्छ उहाँहरूलाई निःशुल्क हामीले यहाँबाट परामर्श दिनेछौँ। र आजको लागि यति नै। हस्त, धन्यवाद।